हामी जस्तो हुनुपर्छ मनको राज। ओइ भाउजूले एउटा कुरा गरिन् भने तैँले दुईटा कुरा गर। कतिवटा कुरा? दुईटा कुरा। ओए ओए तेरो पाउ तेरो दुईटा पाउ। कसलाई भनेको तैँले दुईटा बाउ? तेरै दुईटा बाउ। एउटा आफ्नो घरको बाउ, अर्को राजा बाउ। मारुनी बुढाले चिप्ले गरेको त मेरो बुढालाई पार बनाएर पठाउँछ। तँलाई हिटलर भन्ने को थाहा छ? माग्नेलाई थाहा छ। ल बधाई छ। ल गजबै भयो है। ए भगवान् त अब राजा हो क्या रे? एउटा गोदावा दिने मिल्दैन? हैट के हो यो गोदवा भन्ने? गोद्या भएर गोदावा नि। ल आज मेरो तर्फबाट पार्टी भयो। हैट राजा भने राजा हो है। लस्सो फ्याफुल्ला ज्वाइँ साहब सानो कुरो थियो सिउदेले सिउगो तान्छाको ज्वाइँले बहिनीलाई कुटेछ। राम्रो असाध्यै राम्रो, तर अलिकता मिलेन छ। मान्छेलाई कसरी कुट्नुपर्छ भनेर सिकाउन आएको म त। अब मैले ज्वाइँलाई हात हाल्नु भएन, तँहरूले सिकाउ त। है ज्वाइँलाई छेकाउनु हानेर छाको याम। भान्जा भान्जी चाहिँदैन मलाई। मान्छे कसो गरी कुट्दो रहेछ भन्ने कुरा बुझ्यौ? ल आफ्नो ख्याल राख, घाउमा औषधि लगाऊ। तँहरू आइज। ओए के भयो? स्वास्नी कुट्नलाई त रक्सी खुवायो, जेठान कुट्नलाई के खानुपर्छ राजा? सड्काउने हो। हिँड। देवी, है देवी, अरे डिस्की त तेरो दाइ खोइ? किन चाहियो मेरो दाइ? 10 लाख रुपियाँ चिठो परेछ, दिन आएको। खुरुको भन्न। मेलामा जानु भएको छ। ए उतै गएर दिनु पर्ला। 10 लाखको चिठो पर्यो भन्छ। अहिलेसम्म चाउचाउमा 10 रुपियाँ परेको छैन त्यसलाई। भाउजू केही न केही गडबड छ जस्तो लाग्छ।